महानगरले चिटिक्क बनाएर सबैका लागि खुलाए खुला मञ्च। अहिले हेर्दाखेरि चाहिँ एकदमै वाउ, अर्कै दुनियाँमा नै आएको जस्तो लागेको थियो। पहिला जस्तो थियो अहिले त एकदमै पूर्ण रूपमा नै रूप फेरेको छ यहाँको ठाउँले। आफ्नो कन्ट्रीहरू ठाउँहरू डेभलप भएको देख्दा चाहिँ खुसी नै लाग्छ, खुसी नै लाग्यो। धेरै राम्रो, अझै राम्रो गर्दै जानुहोस्। आजबाट खुल्ला मञ्च सबैको लागि खुल्ला भयो हो। आजबाट चाहिँ यो खुल्ला मञ्च खुल्ला भयो। पब्लिकहरू साँझ बिहान आउन पाउनुहुन्छ र ठुलो प्रोग्राम गर्ने हो भने चाहिँ महानगरको प्रशासन विभागमा गएर स्वीकृति लिएर उहाँहरूले प्रोग्राम गर्न पाउनुहुन्छ। बिना तडक भडक जेन्जी युवाको उपस्थितिमा खुल्यो खुला मञ्च। यहाँ आएर यो प्रोग्राम गरेर बत्ती बालेर त्यो रिबन काटेर गर्नु भने ध्यान दिवसको दिन ध्यान गरेर चाहिँ यो कार्यक्रमको के भन्छ यो खुला मञ्च खुला भयो भने अझ धेरै पोजिटिभ मेसेज जान्छ भनेर चाहिँ हामीले यो ध्यान दिवसको दिन हामीले 2 दिनको मात्रै तयारीमा यो प्रोग्राम गरे हो। यो ठाउँ भन्दा साथ दुर्गन्धित प्रदूषित भनेर चिनिन्थ्यो, अहिले चाहिँ एकदमै राम्रो रहेछ। मलाई चाहिँ एकदमै मन पर्यो। शान्त स्वच्छ ठाउँ वातावरण पाएको छ यहाँ। यहाँ पुरै फोहोर थुपार्नेदेखि लिएर कहिले चाहिँ बस पार्क बनाउने अब विभिन्न चाहिँ अव्यवस्थित थियो। अहिले चाहिँ म धेरै वर्षमा आज यहाँ छिरे एकदमै राम्रो व्यवस्थित दर्शकवृन्द, अन्तत खुला मञ्च सबैका लागि खुल्ला भएको छ। लामो राजनीतिक कार्यक्रम गर्ने इतिहास बोकेको खुला मञ्चको उद्घाटन भने शान्त र सामान्य रह्यो। विश्व ध्यान दिवसको अवसर पारेर विद्यार्थीहरूको उपस्थितिमा खुला मञ्च खोलिएको हो। छुट्टै नै संसारमा आएको जस्तो यो अगाडि रोड चाहिँ एकदमै बिजी लाइफ देखिरहेको छ, तर यहाँ आएपछि चाहिँ एकदमै त्यो स्वच्छ फ्रेस, बिहान बिहान आए पनि पुरै फ्रेस हुने जस्तो वातावरण पाएँ मैले। पहिला त एकदम अब यहाँभित्र छेर्न पनि उ थियो, अहिले आराम छ, ऊ छ, राम्रो छ, एकदम व्यवस्थित ऊ छ। हिजोको जस्तो बदाम खाने, यी छोड्ने, सुन्तला खाने, त्यसको बोक्रा यी छोड्ने, कतिपय ल्याएर कुकुर डुलाउने होइन, दिसा पिसाब गराउने खालको प्रचलन बढ्ला भन्नेमा कतिको सतर्क छ महानगर? त्यही नै भएर यहाँ नगर प्रहरी हामीले राखेका छौँ। 24 घण्टा यहाँ नगर प्रहरी हुनुहुन्छ होइन। यो फोहोर गर्नेलाई चाहिँ कारबाही हुन्छ, सफा गर्न हामी लगाउँछौँ। महानगरको सोच चाहिँ एकदमै राम्रो छ, सकारात्मक छ। अब पहिले भन्दा पनि अब जस्तो पार्किङ स्पट्सदेखि लिएर बिचमा चाहिँ यो घाँस दुबो जुन छ यसले पनि अब यो अब अहिले चिसो मौसम भएर मात्रै हो, नत्र यो चाहिँ सुन्दर पनि देखिन्छ। पब्लिकहरू यहाँ निःशुल्क आउन सक्नुहुन्छ। अरू कुनै ठुलो प्रोग्रामहरू पनि महानगरसँग समन्वय गरेर स्वीकृति लिएर उहाँहरूले ठुलो प्रोग्राम पनि कार्यक्रम गर्न सक्नुहुन्छ र त्यो चाहिँ सम्भवतः निःशुल्क नै यहाँ कार्यक्रम गर्न मिल्छ। फोहोरहरू आउनै मन लाग्ने खालको पहिला चाहिँ अब कतै पनि हेरेर बस्नुपर्ने आवश्यकता हुन्थ्यो कि, जस्तै अब कता सफा छ कता गएर बस्नु भन्ने जस्तो हुन्थ्यो। आजभोलि चाहिँ खुसी लाग्यो अहिले आएर देखिरहेको छ। जता बस्दाखेरि पनि त्यो फोहोरहरू मान्नेर घिन मान्नुपर्ने आवश्यकता चाहिँ छैन रहेछ। पहिलाको चाहिँ मेरो यो ठाउँको इम्प्रेसन अब दिमागमा पहिलाको कुरा हो, धेरै याद त छैन, तर पनि पहिलाको इम्प्रेसन चाहिँ कस्तो थियो भन्दा एकदमै फोहोर दुर्गन्धित, त्यो नाङ्लो अथवा त्यो डालीहरूमा सामानहरू बेच्ने जङ्क फुडहरू, त्यसपछि बस पार्क थियो, एकदमै फोहोर माटो त्यस्तोमा धुलो थियो, अन्डर कन्स्ट्रक्सन थियो, त्यस्तो लागेको थियो। अनि अहिले पनि त्यस्तै होला भने म धेरै भएको थियो यो बाटो नआएको। अनि अहिले हेर्दाखेरि चाहिँ एकदमै वाउ, अर्कै दुनियाँमा नै आएको जस्तो लागेको थियो। मेयर साहबले गरेको चाहिँ निर्णय सही छ, किनभने हाम्रो चाहिँ पुरानो यसको इतिहास पनि यस्तै कार्यक्रमहरू सञ्चालन हुने, अब बढी जसो चाहिँ राजनीतिक कार्यक्रमहरू हुन्थे, अन्य सांस्कृतिक कार्यक्रमहरू पनि हुन्थ्यो यहाँ, र यसैलाई नियमित विभिन्न यस्तै कार्यक्रमहरू आयोजना गर्नु नै राम्रो छ। बालेन मेयर साहबको सोच। काठमाडौँ महानगरपालिकाका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईसँग कुराकानी गर्दैछौँ। काठमाडौँ महानगरपालिकाले चाहिँ त्यो अतिक्रमित भएको बस पार्क, यहाँ भएको पिचहरू चाहिँ भत्काएर, यहाँ सटर भत्काएर अनि त्यो खाली गरेर चाहिँ 90 लाख रुपियाँ खर्च गरेर यसलाई चाहिँ खुल्लै बनाउनलाई हामीले यो काम गरिराखेका हौँ। अहिले चाहिँ यहाँ प्राकृतिक दुबो रोप्या छ। यो वरिपरि यो पोलहरू चाहिँ न्यू रोडमा हामीले त्यो जुन पोल हटायौँ त्यहाँको पोल ल्याएर यहाँ राखेका छौँ। अनि यो लाइट चाहिँ दिउँसो निम्ने, राति चाहिँ बल्ने त्यो अटो लाइट छ होइन। अनि यो साइडमा भएको फुटपाथमा चाहिँ हामीले बाटोको त्यो फुटपाथमा नयाँ त्यो हामीले जुन त्यो उहरू हाल्यौँ, ब्लकहरू हाल्यौँ, त्यो पुरानो ब्लक राखेर चाहिँ यो पुरानो
ब्लकबाट चाहिँ यो बनाएको हो। अनि अझै राम्रो चाहिँ हामीले यो प्राकृतिक दुबो नै यहाँ प्रयोग भएको छ। यो जति दुबो देखिन्छ त्यो यहीँ उम्रेको त्यसो भए यहीँ उमारिएको छ। यो दुबो चाहिँ यहीँ नै उमारे हो, यहीँ नै बिउ छरेर उमारे हो। यो चाहिँ 3 महिना प्रत्येक दिन 50 जनाले काम गरेर चाहिँ यहाँको ढुङ्गा टिपेर अनि यहीँ नै उमारे हो। कतिपयलाई कन्फ्युजन के थियो भने खुल्ला मञ्च चाहिँ अब फुटबल मैदान भयो त्यहाँ पस्न पाइँदैन घुम्न पाइँदैन भन्ने खालको पनि थियो। यो कस्तो बनेको हो खास? यो चाहिँ बहुउपयोगी ठाउँ हो हैन। यो साइडमा चाहिँ माटो भएको चौर छ, बिच चाहिँ दुबो छ, साइडमा चाहिँ अलि त्यो खेल्ने उफ्रिने टाइपको, तर लड्यो भने केही नहुने उता हुन्छ। फुटबल ब्याडमिन्टन टाइपको खेलहरू चाहिँ उता खेल्न पाइन्छ। यता चाहिँ त्योभन्दा अरू जुन घाँसे मैदानमा लड्ने उफ्रिने टाइपको खेल चाहिँ यता खेल्न सकिन्छ। साँझ बिहान चाहिँ यहाँको स्थानीयलाई मर्निङ वाक गर्नलाई पनि खोल्ने कि भनेर चाहिँ हाम्रो तयारी भइरहेको छ। जस्तो आज हामी यहाँ देखिरहेका छौँ यहाँ विद्यार्थीहरू पनि हुनुहुन्छ, योग अभ्यासका कुराहरू पनि भइरहेको छ भनेपछि आजबाट पब्लिकहरू पनि आउन सके भन्दा हुन्छ। हो, पब्लिकहरू यहाँ निःशुल्क आउन सक्नुहुन्छ। अरू कुनै ठुलो प्रोग्रामहरू पनि महानगरसँग समन्वय गरेर स्वीकृति लिएर उहाँहरूले ठुलो प्रोग्राम पनि कार्यक्रम गर्न सक्नुहुन्छ र त्यो चाहिँ सम्भवतः निःशुल्क नै यहाँ कार्यक्रम गर्न मिल्छ। हिजोको दिनमा खुल्ला मञ्च भन्ने बित्तिकै राजनीतिसँग जोडिन्थ्यो। आम सभादेखि ठुल्ठुला सभाहरू पनि हुन सक्ने भयो। हजुर अब यो आम सभाहरू पनि हुन सक्ने भयो। यो प्रशासनसँग स्वीकृति लिएर यो गर्न पाउँछ। हजुर, आजको जुन योग अभ्यास छ यो पनि महानगरसँग सम्बन्धित अथवा सरकार सहकारीमै हो सर? हो, यो चाहिँ अस्ति शुक्रबार चाहिँ उहाँहरूले कार्यक्रम गर्छौँ भनेर चाहिँ हामीलाई प्रस्ताव गर्नुभयो। अनि त्यसको लागि चाहिँ हामीले यो म्युजिक सिस्टम र यो विद्यार्थीहरू जो चाहिँ ध्यान दिवसको दिन ध्यान गर्न बस्ने यो म्याट चाहिँ महानगरपालिकाले उपलब्ध गराएको हो हैन। अनि अरू यो कार्यक्रमको व्यवस्थापन चाहिँ भविष्यका लागि युथ फर फ्युचर भन्ने संस्थाको साथीहरूले चाहिँ यो प्रोग्राम गर्नुभएको हो। यो कोअर्डिनेसन चाहिँ उहाँहरूले गर्नुभएको हो। हजुर, जे होस् यहाँको सरसफाइ अथवा यहाँका सबै कुरा व्यवस्थापनमा चाहिँ महानगरपालिका खट्छ यहाँ हो। यो चाहिँ सबै महानगरपालिकाले नै गर्छ। अहिले नगर प्रहरी नै यसमा त्यो मञ्चको पछाडि बस्ने ठाउँ छ हैन। अहिले पनि यहीँ बसिराख्नु भएको छ हेर्नलाई हैन। अनि यो सबै महानगरपालिकाले नै यसको व्यवस्थापनको काम रेखदेखको काम चाहिँ महानगरपालिकाले नै गर्छ। र अब यसको आम सर्वसाधारणले चाहिँ आम जनताले चाहिँ यसको उद्घाटन पनि भव्य तरिकाबाट होला, किनकि भव्य बनेको छ। मेयरज्यू आउनु होला, उपमेयरज्यू आउनु होला, महानगरपालिका आएर उद्घाटन गर्ला भन्ने थियो। यति सामान्य मात्रै उद्घाटन किन भन्ने पनि प्रश्न होला हैन। अब यो यस्तो मेयरज्यूको उपमेयरज्यूको यहाँ सबैको आफ्नो एउटा काम छ हैन। अब यहाँ आयो यता सायद उहाँहरूले भ्याउनुहुन्न अनि त्यो भएर उहाँहरूलाई हामीले अप्रोच चाहिँ गरेको छैनौँ। र महानगरले चाहिँ के हो भने यहाँ आएर यो प्रोग्राम गरेर बत्ती बालेर त्यो रिबन काटेर गर्नु भने ध्यान दिवसको दिन ध्यान गरेर चाहिँ यो कार्यक्रमको के भन्छ खुला मञ्च खुला भयो भने अझ धेरै पोजिटिभ मेसेज जान्छ भनेर चाहिँ हामीले यो ध्यान दिवसको दिन हामीले 2 दिनको मात्रै तयारीमा यो प्रोग्राम गरे हो।